गाइज, हेलो गुड मर्निङ, बुइनोस दियास, शुभ बिहानी। आज आइतबार अक्टोबर 5 नेपालीको त्यो चाहिँ त्यही हो। त्यसपछि चाहिँ आजको दिन चाहिँ हाम्रो सुरुवात हुँदैछ के गीतबाट? बादलसरीबाट सुरु भइसक्यो। अब हामी चाहिँ सन्तानै आज फ्यामिली चाहिँ हल्का छसराएर कतैतिर जाँदैछौँ। बाटोमा बिचमा देखाउँदै गरौँ न, तपाईँहरूले हेर्नुहोस् होला है त।
घन्टा लाग्छ यो 1.5 घन्टामा तिनीहरूभित्र अब यो गाडीमा कति टाइम लाग्छ गाडीमा कहिले पाउनु 1 मिनेट भयो अब 40 45 सेकेन्ड 1 मिनेट 45 सेकेन्ड भितरिया चाहिँ त्यतातिर हो के अरे भित्र अरे ऊ के भन्छ त्यसलाई आरान चासो भन्ने ठाउँहरू थियो नि ओन्यातीतिर थियो त्यसको पछाडि ओके पुरै यतातिर पानी यतातिर पिनेन छ त फरम त दिए चाहिँ त एयरपोर्टै त्यही कहाँको एयरपोर्ट हो पूर्वजको त चर्च होला होइन पुरै सम्म 20 minutes मम्मी गाउँहरू हेर्नुहोस् त यो बारी चाहिँ सबै गाउँको बारी गहुँ हो कि घाँस हो अनि गहुँ र जौ त्यस्तो हो तर घाँस पनि चाहिँ सबै मिक्स भएको गाउँ हो मम्मी सबै उयो छेउको त होइन यतापट्टि छ अहिले यहाँ छ त्यहाँपट्टि यो सबै जो एकदम छोटो छोटो छ के त्यो एउटा घाँस र गहुँ छुट्याउनै गाह्रो भयो मलाई जौहरू कति सानो सानो छ अनि त्यसपछि घाँस गहुँ जौ के हो भन्ने कुरै हेरेको भयो अनि हरियो पनि छ आलु पकाउने साग तोरीको साग फोरम टिप्नु पाउँछ गाडी रोक्ने हो तोरी हो नि फोरम होइन घाँस रहेछ तोरी यो के अरे पालुङ्गोको साग जस्तै के छालीले सबै गरिरहेको छ तेरेबिनो नै जाने हामी तेरेबिनो भन्दा नि उता जाने हो तर अब त्यो गाउँ आउँछ राम्रो देखेको क्या मम्मी हेर्नु त यो गाउँ हेर्नु नि यहाँ पुरै नेवारी ज्यापुटोल जस्तै क्या बस्छन् मम्मी गाउँमा तर त्यस्तो धेरै नि बस्दैन बन्द त बस्छन्
खै ए पानीलाई अब खेती ए उ गर्नलाई त्यहाँ चाहियो नि त पानी फेरि यतातिर त धारोहरू त उ छैन छैन ठाउँ अलिक सुक्खा ठाउँ रहेछ यो यो यस्तो चाहिँ डाँडा पानी त पर पनि रहेछ पुरै जङ्गलै जङ्गल ऊ सनफ्लावरहरूको के मकै हो सनफ्लावर पुरै टाढा मण्डल हो मम्मी हो यो त यहाँ बुर्गोस भन्ने ठाउँमा त एकदमै धेरै हुन्छ क्या यो सनफ्लावर यो तारामण्डल यसकै तेल ए हामी अस्ति नै यही उ गर्नु अब ऊ त्यो डाँडामा हो साथ आइपुग्यो अहिले चाहिँ हामी बालको त्यो अस्ति नै हामी आएको छौँ है मम्मी यता गाउँको त पुरै त्यो त्यही त तराई जस्तै तराई कस्तो छ कुनै थाहा छैन रक्सी धेरै देख्नु त देख्यो होइन त्यो त उताबाट मात्र जस्तो रहेछ आयो साथ आयो आयो ल यहाँबाट त भयङ्कर देख्यो नि त लाग्यो त्यही भएर आयो प्लेटबाट देखिन्छ नि यो हो सेम यस्तै यही नै हो यही नै होला देख्यो यस्तो ठाउँ कति छ कति हो यही हो कहाँको हामी मामा मिया ओम्रे आँखाले नभ्याउने ठाउँमा मात्रै मिया अला के हो मम्मा ल हेरौँ त कति राम्रो ठाउँ हजुर 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 मम्मी हेर्नु न हाइट के हो के आमा यो चाहिँ ओलिभ ओइलको बोट हो मात्रै चिसो पनि भयो आमा सार्की ज्याकेट लगाएर आइनुहुन्छ यो चाहिँ ओलिभ ओइलको बोट हो आमा हाइट आला सबै अङ्गुर रोप्यो सबै हरियो देखा सबै अङ्गुर त्यो फाटा आमा सबै अङ्गुरको बोट यो भने के पारी पारी जग्गाहरूमा के त्यही भएर यो ठाउँ चाहिँ यस्तो फेमस भएको चाहिँ हाइट राम्रो देखेको मैले झन् ओर्नीपट्टि निकालेर राखेको ए मोबाइल उता जाला तिमीलाई अलि सन्च भयो झोला समाउनुहोस् होइन होइन भनेर फेरि झोला नसमाइकन फेरि कस्तो राम्रो ठाउँ देखेको भन्न खोज्या हो क्या त्यही भएर त लिएर आएको नि है त्यो त कहाँ हिमाल पहाड के कहाँ पुगेर माथि हिमालमा पुगेर देखा जस्तो छैन तातो भएको एसी चलाएर तातो भएको कस्तो चिसो हो बाहिर त चिसै छ साथ 10 डिग्री छ
त्यही एसी एसीले दुइटै गर्ने हो नि त सरेगा तातो पनि दिन्छ चिसो पनि दिन्छ बाटोहरू थियो अहिले चाहिँ यतातिर पुरै ओलिभको बोटहरू टन्नै सही हो लास्ट टाइम त धेरै नै अगस्तमा भएको थियो अरे नि त धेरै चिसो अक्टोबर त्यो अहिले चाहिँ होला कि नहोला त अङ्गुर त देखिन्छ अहिले त्यहाँ ठ्याक्कै यो ओह्रालो सकिने बित्तिकै कति राम्रो देखेको हो क्या मम्मी कति राम्रो देखेको हो कि खालि नभ्याउने ठाउँ कि मैले देखेँ भने प्लेटबाट यही त्यस्तै ठाउँ देखायो त्यही हुनसक्छ ए आमा हो नि टेम्परेचर त मलाई थाहा छैन नि मैले त त्यहाँको मात्रै हेरेको थिएँ 19 डिग्री त्यो आरोको चाहिँ अलिक तल चाहिँ तल चल्के त हुनै भयो त्यहाँ माथि त ओहो यो त हाइट भएर कति थियो हालचुरा त 800 आमै 800-900 मा पुगेर रहेछ नि त त्यो आनन्द आउने ठाउँ भएको हो मामा हरियो हरियो सबै थोक त्यही भने सब अब त्यो होइन बुर्गोसको ठाउँबाट यता आइपुग्दा त अर्कै संसारमा एकदमै त्यस्तो यता फेरि एकदम बसिलो खालको यतातिर अङ्गुरहरू मात्र हुने होला नभएदेखि चाहिँ अरू भयो भनेदेखि चाहिँ यो के को अङ्गुर मम्मी अङ्गुरको बोट खोइ छैन जस्तो छ अङ्गुर त सब टिपिसकेको छ छैन अङ्गुर सबै सकिसकेको छ अङ्गुरको बोटहरू छैन अनि वाइन यसैको बनाएको हो मम्मी छैन अङ्गुर छैन देखेन नि त छैन अङ्गुर टिपिसकेको छ सबै अङ्गुरहरू छैन बोट खालिस नभए त अङ्गुर त झरिहाल्छ मेबी तपाईँ रस नै झरिने गरे हो उतातिर अङ्गुरको बोट ए अङ्गुरहरू पुरै कालो कालो खिच न यो बोटहरू प्रब्लम त नखिच भनेर भन्नुभएको यस्तो ठाउँमा गएको थियो भनेर प्रभुलाई भन्न चाहिँ पुरै अङ्गुरहरू है हाइट सही हो म चाहिँ ठुल्ठुलो बोटा हरियो हरियो हेरेँ हामी उता माथि जाने होइन उता हामी चाहिँ उयो यता जाने ओके ल हामी एउटा माथि जाँदैछौँ हो यही हामीले अस्ति नै रोकेर टिपेको होइन कालै रहेछ टिप्न पाइन्छ अनि गाली गर्छ कि के अनि हामी कता माथि जाने हो र माथि के गर्न जाने हो नुहाएको यहाँ त छैन फरम अलिअलि मात्रै छ त्यस्तो चपक्कै छैन ऊ यहाँ चेरी पनि रहेछ लाखे ए यो त सबै कालो भएर कामै नलाग्नु भइसकेको छ नि त ठिक त ठिकै छ तर गल्ती झन् रसिलो भयो होला गुलियो एक्सट्रिमी वाउ यहाँ चाहिँ ब्लुबेरीहरू पनि रहेछ लाखे ल ब्लुबेरी पनि सबै सुकिसकेको रहेछ टिप्छु मैले यो त लिए सबै यस्तो भयो यस्तो चोर्ने काम राम्रो होइन तर अलिकति यसो झिलेको मात्रै पुरै कुरो लाग्यो नि त हो कस्तो साह्रो त्यही भन्दैछु त मैले यो छिपेर अङ्गुर बोटमै सुकिसकेछ नि टिप्दैन क्या यहाँ त ल यस्तरी सिधै आफूले टिपेर फाइनली हामी कहाँ आइपुग्यो हामीले के गरिसक्यो लाखे होइन मैले त कम्पनीमै जाने हो गरम माग्ने हो किन हामी त्यो बाटामा चाहिँ छ
नदिएदेखि भने हामीसँग 2 झोला छ नि हामीले दिएर आउँ उनीहरूलाई अघि हामी त्यहाँ माथि त्यहाँ माथि त्यहाँ माथि हैट अघि न हामी त्यहाँ माथि अहिले यहाँ तल हैट मात्र मिया मम्मी हेर्नु उहाँ हो मान्छेहरू भ्याकेसन गएको जस्तो लाग्यो हाम्रो यो नयाँ सानो सानो पनि ठुलो हुँदैछ यहाँ तोरी होइन यो ठुलो हो ओके हामी यहाँ माथि जाने होइन कहाँ जाने हामी अनि यो पनि उनी हो बोधेगा नै हो यहाँ कति धेरै कालो हेर सबै उ भइरहेको छ सी बाबाले कता लानुहुन्छ ए हामी अर्को ए यतातिर यो साग हो कि बेथे साग हो कि घाँस हो कि उयो भइमा मम्मी नदेखिदिँदा फाइनली अब हामी चाहिँ यता जाँदैछौँ एक दुई त अङ्गुर टिपेर पनि खायौँ बाटामा सही मिठो लाग्यो अब त्यहाँ गएर चाहिँ यसो हल्का रमाइलो फोटो खिच्नुपर्छ भिडियो खिच्नुपर्छ हेरौँ भित्र गएर उ गर्नुलाई त बाजे बिदा छ भने के अरे सही हो क्या त्यो चाहिँ ठाउँहरू चाहिँ घरै एक्स्ट्रा बनाइदिने टोपीको बोटले छेक्यो हो मम्मी हो हामी चाहिँ अब हामी यहाँ बस्नेछौँ जानेछौँ ल फाइनली अब हामी चाहिँ यहाँ आइपुग्यौँ लाग्यो हजुर भनेको पाउनु तपाईँकोमा ऊ स्टोर छ कि छैन अब त्यो हेर्नुहोस् तपाईँको निकाल्नुहोस् त्यसमा हामी फाइनली भिडियो बनाउने ठाउँमा आइपुग्यौँ बनाउनु त थाहा छैन त्यहाँभित्र क्या भित्र जानु पाइनँ बाहिर बसेर हेरिन्छ अङ्गुरको बोटहरू लाखे अहिले त यहाँ सबै भइसक्यो होला सबै सुकेर गइसकेको छ यहाँनिर एउटा बाँकी रहेछ हाइट सही हो अब हामी सबैजना ज्वरो आउँछ किन ज्वरो आउँछ यो वेदरले हामी किन सुनिरहेको छ कति माटो पो रहेछ त यही भने यस्तो ठाउँ त्यस्तो लाउने होइन है फोहोर गराउने होइन भन्नु के यो सबै ऊ त्यो पनि मेरै हो भन्नु मेरै हो त्यो नि मेरो त्यो घर पनि मेरै यता हेरेर भन्नु पर्यो के हेर्नु हात देब्रे हात हल्ला है सबै कस्तो रमाइलो है आनन्द हेर खाना मिठो त्यस्तै यहाँ भोक लाग्छ के त्यो बाटोमा काइयामा बसेर माग्ने मान्छे
आज हामी कहाँ आइपुगेको आज बिदाको दिन बिदाको सदुपयोग गरेको हामी भिनो बनाउने ठाउँमा आइपुग्यो वाइन बनाउने ठाउँमा तपाईँहरू देख्न सक्नुहुन्छ यतातिर कति धेरै अङ्गुरको बोटहरू छ यतातिर नि छ हामी त्यहाँभित्र चाहिँ जान पाएनौँ किनभनेदेखि आजलाई चाहिँ पैसा पर्ने भएको भएर त्यति धेरै पैसा तिर्नुपर्ने होइन बन्दै गरे रहेछ उ त्यहाँ पार त्यही भएर हामी चाहिँ अब त्यहाँ किन्नुपर्छ तर हामी सोच्छ हामी चाहिँ नकिन्ने भने हामी मेर्कादोनामै किन्छौँ त्यही भएर चाहिँ हामी चाहिँ अहिले चाहिँ बाहिर मात्रै भिजिट गर्न लाग्छौँ होइन यहाँ पनि त्यतै आउने हो यहाँबाट किनेर लग्यो नि त्यही खाने हो त्यही अघि हामीले 2 झोला लिएका छौँ त्यही झोलाको वाइन बनाउँछौँ त्यसलाई कुहाउनु पर्यो मर्चा चाहियो तर हामी चाहिँ वाइन खाँदैनौँ अङ्गुर चाहिँ खान्छौँ त्यही हो त्यही नभएदेखि फेरि यसरी जानु ठुलो झोला लिएर जानु पर्ला के फरक पर्दैन रहेछ कसैले के गर्दैन होइन के होइन यहाँ त जब टिम देख्नु भने टिप्न नसकेर कालोबाट सेतो फरक उम्रिसक्यो त्यसपछि त्यहाँबाट त्यो नै भइसक्यो थाहा भएन पहिला नेक्स्ट टाइम चाहिँ आउने बेला कैँची लिएर आउँछु कैँची लिएर आएर टक ला टिप्नु सजिलो हुँदो रहेछ अहिले चाहिँ हातमा नमुक्यो होइन त्यही भएर चाहिँ अब प्रोफेसनल चोर बन्ने हो त कैँची ल्याएर ल भाइ तुमलाई धन्यवाद अब फेरि भेट्दै गरौँ ल हस् त नमस्ते ओके उनीहरूको त फोटो खिचिने हो कि भनेर गरिरहेको छ दुईजनाको हो कि त्यही गरेर जसलाई यहाँ चाहिँ अलिक डाँडा काँडा रहेछ तै पनि यसमा पनि रोप्या रहेछ जाने त्यही हो त्यस्तै ठाउँमा यो त हरियो हरियो रहेछ यो यिनीहरूको त्यो स्वर भन्ने ब्यान्डै त्यो अलिक परिभाषितबाट एकदम धेरै हाइलाइटमा आएको र त्यो गीत तिनीहरूको फर्स्ट हो कि के हो ओलिभ मम्मी त्यो तेल भने के तेल बनाउने हो ओलिभको चाहिँ अब मसाज खाने सबै त्यही हो यताको फेमस चाहिँ ए खोला पनि रहेछ ए के हो वा यार यो हामी घुम्ने ठाउँमा आइपुग्यौँ यता पनि झपक्कै फलिरहेको रहेछ अब गाडी रोक्ने ठाउँ मिल्दैन थियो अब नेक्स्ट टाइम चाहिँ कैँची र झोला बोकेर उतातिर गयो ए गइ नै सक्यो त हामी खासमा यही गाउँमा आउनुलाई होइन
उही हेर्नु बिनुको यो बोतल यहाँ हेर्नुहोस् यहाँ बिनु राखिन्छ उही ट्रेन बस्ने ठाउँ पनि रहेछ पार्कहरूमा पुरै यहाँ त पुरै बस्ने ठाउँ नि पुरै हुने भएर कस्तो राम्रो छ यो सबैजना यता त पनि खाने पिउनु भन्दा पनि अब खायो भने चाहिँ खाने गरेर गर्दा जाँदा गुड होला कि जस्तो लाग्यो यतातिर कहीँ कतै केही नजिकै केही छैन मलाई ठ्याक्कै यही भन्ने कुनै भन्नेको फ्याक्ट्री यो चाहिँ जानु पर्यो यता त वान वे मात्र छ नि त पुरो उताबाट आउनु कताबाट यताबाट घुमेर आउने जस्तो लाग्यो फेरि अहिले क्यामेरा स्यामेरा कता छ फेरि सबै गाडी यता फर्केर यता नि फर्केर छ डाँडा देखेँ होइन डाँडा बल्ल मान्छेहरू डाँडा यहाँ पार्किङमा रोक्ने कता रोकिनु पर्यो ए हरियो रहेछ म मान्छे निकै रिसाली मुडी प्रमाया तिमीलाई निकै गर्छु बुढी दोकानी आकाशमा उडी 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 म मान्छे निकै रिसाली मुडी मात्र हो र के रे यो चाहिँ कहाँ होइन यहाँ होइन बर्गेर चाहिँ एउटा भएन जस्तो लाग्यो यहाँ छ अर्को हेरी सिन्द्रेनी रेम्बो सासले देख्दैन पछि भिडियोमा राखेपछि देख्छ सास अर्को अब देख्यो अर्को मायाको साइडमा बिहान कस्तो राम्रो भएको थियो अहिले फेरि पानी परेर फाँक भएछ तर अब जानको अन्त राम्रो भएको थियो कोही घरमा त फेरि त्यस्तो नै त खेल्थ्यो बिरबाउबाट घर आउने बेलामा कस्तो गर्छ घोडाले सबको दोकान लाउनु मम्मी तपाईँलाई उ यहाँ एउटा कुरा देखाउनु छ के आयो तपाईँ अहिलेसम्म कुनै चर्चभित्र छिरेको छ कि छैन यहाँ युरोपमा आएर छैन होइन आउनु न तपाईँले यहाँको देख्नुहुन्छ कस्तो हुन्छ त्यो के अरे ऊबाट आकाशबाट झर्छ नि मम्मी उल्का पिण्ड भन्छन् नि सुनेको छ नि उल्का पिण्ड भने
त्यो जस्तै अब ग्रह जस्तै भनौँ ठुलो ठुलो ढुङ्गाहरू झर्छ नि हो त्यो चाहिँ यही हो Meteorite. Meteorite. हो Yo, meteorite ho. हो 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 Bomboklat. Wow, man, first time in Oh. my life, man. यो त के यो त ढुङ्गा त होइन नि त्यो त ओ त्यही फलाम पनि छ यसमा यो ढुङ्गा मात्र होइन सबै कुरा यहाँबाट अँ चाहिँ अगाडि हो अनि यहाँबाट चाहिँ यसरी पछाडि फ्लाइट जान्छ अनि कति चाहिँ झर्दा झर्दै आगो बलेर सकिन्छ कुनै कुनै चाहिँ यहीँसम्म आइपुग्छ हो यो चाहिँ त्यही हो त्यो चट्याङ लागेर त्यो होइन चट्याङ त अर्कै हो कुरा आकाशबाट झर्छ नि त एकदम चर्र भएर झर्छ नि ए होइन यो चाहिँ बल्दै झल्ने हो अँ बल्दै झर्छ यहाँबाट चाहिँ पछाडिबाट चाहिँ आगो जान्छ यहाँ फलाम पनि ढुङ्गा पनि सबै थोक छ अँ सबै छ हो गोडाको के लेखेको छ यहाँ गोडाको आछि केही नि लेखेको छैन यो कुन दिनमा कसरी कन्चार गरेको थियो नि पुरा लगाएर केही नि भन्दैन त्यो चाहिँ अर्कै हो यो चाहिँ हो के ल जम्मा यहाँभित्र हो यहाँको चर्च ए अँ यहाँ भरि छ सबै त्यस्तै हो यहीँबाट पानी छ यहाँ कुइदार अँ भिज्छ अनि पानीभित्र छिर्छ ए नछिर्नेवाला बुढी पनि यहाँभित्र आएको छ कि छैन ए ल ठिक छ ल कोही पनि आएको छैन त्यही भएर आएको यहाँ पाइन्छ सन्डे झन् खोला साँझ ल यहाँको चर्च त्यहाँ घन्टी यहाँ चाहिँ सबैजना साइलेन्ट
कस्तो लाग्यो त तपाईँलाई सातवटा डराइदिएर तर पहिला उज्यालोबाट गएको भएर भित्र आउँदै आएर एकछिनमा त पुरै उज्यालो यति खुल्लै हुन्छ जतिखेर मैले हाल्दाखेरि मैले अलिकति आगो लागेको आगो लाग्यो दमकल बोलाउने हो त औँलामा आगो लगाएर अनि कालो गयो यहाँ थाहा छैन कसरी बादल लाग्यो कति मिनट लाग्छ कति मिनट लाग्छ 10 मिनट के अरे ऊ आइरहेको छ बाघ आइरहेको छ देखेछ उमा आइरहेको छ पानी आउँछ नि हुन सक्छ सरके त्यो जिपर लगाउनुहोस् प्लिज मैले राम्रोसँगै त्यो चिप्टेलाई त्यो तिम्रो घर गर्दो रहेछ त्यही त यो मोटी त्यो हुन्छ सरके त्यो जिपर लगाउनुहोस् तर यो त मिल्दैन होला खाना लिएको मान्छेमा त्यस्तै गरेर लैजाउँ म खान्छु तपाईँहरू नखानु हुँदैन त्यहाँ नेपालको त्यत्रो टिकट काटेछ अहिले कहाँ 1500 घाटा लागिहाल्छ नि हामीलाई एउटा टिकटको लागि कति लाग्छ 1500 सी अनि हामी जाने हो नेक्स्ट इयर सी त्यसको लागि त कति छन् धेरै 2500 ऊ टिप्दै रहेछ ए त्यहीबाट तर चिन्नु पर्यो के खाना हुने चाहिँ टिप्न मिल्छ अब बाबा हामी बेल्जियमको थियो हामी धेरै छुट्टी जान्थ्यो बेल्जियम हामी त्यहाँ माथि गएको त्यो छ नि त्यहाँ के त्यो ठाउँ फेरि एकचोटि जाने नि तपाईँ हामी गएको नि दाइ ए ओके गोर्वे या त्यहाँ चाहिँ विरोधलाई लिएर जानुपर्छ यो चाहिँ हो विरोधले च्याउ यहाँनिर पनि हेर्ने होइन उसले टिपिरहेको त्यही हो हो त्यसलाई गएर सोधेर देखाएर त्यसलाई दिने हुन्छ यो खान मिल्छ भनेर सोधेर ल ल कसलाई खानुपर्छ हुन कस्तो भने त्यो हाम्रो गाउँतिर हाम्रो त्यो आन्द्रो च्याउ भन्छ नि त्यो लामो आन्द्रो च्याउ अनि यो छाते च्याउ नै हुन्छ हो त्यो नि हो त्यो छाता च्याउ नै हो यो यस्तो यो आमासँग बस्ने कसैलाई सबैले फोन
मेरो जन्मदिन आएको रातो रहेछ कलरफुल रहेछ यहाँको चाहिँ कसरी नुगरे वाइले यस्तरी गर्ने बेला फाइनली हामी घर आइपुग्यौँ ल हामीले चाहिँ अलिअलि चाहिँ यसो अङ्गुर पनि टिपेर लिएर आयौँ घरमा यसो खानालाई अब अलिकति जुस बनाएर खाने के खाने यहाँ चाहिँ अलिकति छ यहाँ चाहिँ उहाँको लागि सानो यो चाहिँ हाइट हाम्रो लागि